कहाँ हो रे यो? नेपाली थाइल्यान्ड हो गाइस। एउटा मेरो सपना पुरा भयो। राति रातिमा म कहिले पनि हिँड्न पाउँथेन। फर्स्ट टाइम म यसरी राति आउन पाउँदै आफूले आफूले भाग्यशाली ठानेको छु। धन्यवाद। नेपाली थाइल्यान्ड Mommy birthday. I love you. I love you, Shanu. हामी चाहिँ हिँड्यौँ बर्थडे पार्टी खान। कसको बर्थडे रे सानो? अबि मेरो के तिम्रो मम्मीको बर्थडे। कसको बर्थडे सानो? मम्मीको भन। मम्मीलाई भन के भन्छौ? मम्मी ह्यापी टु यु हो। ह्यापी टु यु भन्नु न। सेमा आउँदै छिन्। हामी चाहिँ जहाँ कहाँ जाँदै छौँ सानो? हामी कहाँ जाँदै छौँ रे? ट्राफिक चोक भन्नु। के गर्न? हामी बर्थडे मनाउन, ह्यापी बर्थडे टु यु मनाउन। कति जाम त? अटो यहाँ। ऊ त बिचारा त्यो दाइलाई बोलाएको भयो छोडिदिनु दाइ। ऊ त्यो दाइलाई बोलाएको। किन सुहाउँछ कस्तो ड्रेस मङ्गल अटोमा ट्राफिक चोक ये भन्दै सानो ये भन्थ्यो। मम्मीको के हो रे आज? बेला थाहा लाग्यो बिहानदेखि कचोटि भनिसके। हामी चाहिँ आयौँ ट्राफिक चोक। सानो कहाँ आयौँ रे? नेपालीको कुरा सुन्दा सुन्दा म पाकेर आयौँ हामी नेपाली थाइल्यान्ड अरे। अबि यसको सपना यो पनि हो कि ट्राफिक चोकमा खाने सपना पुरा हुँदैछ आज एउटा गोल। कहाँ हो रे यो? नेपाली थाइल्यान्ड हो गाइस। एउटा मेरो सपना पुरा भयो। राति रातिमा म कहिले पनि हिँड्न पाउँथेन। फर्स्ट टाइम म यसरी राति आउन पाउँदै आफूले आफूले भाग्यशाली ठानेको छु। धन्यवाद लगाइ। सानो सानो कुरामा नि खुसी हुन पर्छ। राम्रो बानी हो। ल झिकेर देऊ। पैसा झिकेर देऊ मलाई। त्यसो भए के भएको खै हेरौँ। के भएको रे? मुटुको अपरेसन ए हो। तेरोबाट हेर्न उतापट्टि। तेरोबाट हेर्नु 50 रुपियाँ हेर्न। ल भएछ लाउनु। आइसु आउँदै छिन् छोरी। आइसुलाई मिस गरिछौ। आइसुलाई मिस गरिछौ साना। हस् भनिदेऊ न। अहिले आइसुलाई तिमीले देऊ है। आइसु लौ भनेर है। मेरो त बल्ल राम्रो देखियो है। अघि त धन्न तोर पेनी बनाएर ल्याएको थिएँ मैले। कस्तरी धेरै नखाइदिएको ल लु। अहिले फेरि अर्को खाने है। तैँले नि खाइदेऊ। तैँले खाएर भ्याएको छिटो। यसलाई म चाहिँ भाउजूलाई लिन हिँडेको हो। भाउजू र नानीलाई। बुटल सहर हेर्नुहोस्। ब्ल्याक फरेस्ट। यहाँ भाउजूलाई लिन जाँदैछु। हाम्री भाउजू गाडीमा आउनु भएको हो। नानीलाई चिसोले हावाले हान्छ भनेर। अझै सबै आएकै छैनन्। हामी आएको पनि आइसक्नु भयो। छोरी सुतिसकिन्। बुन्टु ल जाम। ओ वहाँ टाढै रहेछ नि। हामी चाहिँ ट्राफिक चोकमा क्यान्सल गऱ्यौँ। त्यहाँ चाहिँ चिसो हावा लागेको थियो अनि नानीहरू बिरामी होला भनेर हामी चाहिँ ट्राफिक चोकबाट चाहिँ ड्याडिज किचन रेस्टुरेन्टमा आयौँ। अनि त्यहाँ आएर नानीहरूको हरकत फेरि दुइटै मैसँग झुन्डिने अरे मै खाएर माया गरेर
अनि हामी चाहिँ जाँदैछौँ। आज कसको बर्थडे हो रे? मेरो बर्थडे। मम्मीलाई के भन्छौ? ह्यापी टु यु। हेरे बर्थडेमा सेलिब्रेट गर्न आएको मान्छेको हालत कान्छीजी के भयो? थके लाग्यो। हाल भिडियो हो, यो त ब्लग हो, ब्लग। मुझे अपने घर जाना है, मुझे घर जाना है। ब्लग यही हालिदिने सब सेला दाइ नाच नाच कान्छी सोचेको पनि थिएन मैले। आएको थिएन म फर्स्ट टाइम। पानी भइरो रोज देखाइदेऊ न, रोज देखाइदेऊ न। बाई गुड नाइट भन्दै, बाई गुड नाइट भन्दै। ल फेरि मम्मीलाई वान्स अगेन ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे भन्दै। ह्याप्पी बर्थडे मामु भन। Happy birthday, Mamu. I love you, Mamu. I love you.